यदि तपाईँ बिहिबार जन्मिनु भएको छ भने आजको भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्। के मानिसहरू तपाईँलाई बुद्धिमान, इमानदार र सम्मानयोग्य व्यक्ति बन्नुहुन्छ? के तपाईँ अरूलाई सही बाटो देखाउन मन पराउनुहुन्छ? वा तपाईँको जीवनमा ढिलो सफलता आए पनि अन्ततः सम्मान र प्रतिष्ठा प्राप्त हुने अनुभव गर्नुभएको छ? यदि यी मध्ये धेरै कुरा तपाईसँग मिल्छन् भने ज्योतिष शास्त्र अनुसार यसको सम्बन्ध तपाईको जन्मबारसँग हुन सक्छ। आज हामी बिहिबार जन्मिएका मानिसहरूको व्यक्तित्व, भाग्य, करियर, प्रेम, धन, स्वास्थ्य र सफलताको रहस्यबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। अन्त्यमा म एउटा यस्तो विशेष कुरा पनि बताउने छु जसले बिहिबार जन्मिएका धेरै मानिस किन जीवनको पछिल्लो चरणमा ठुलो सफलता र सम्मान प्राप्त गर्छन् भन्ने परम्परागत विश्वाससँग सम्बन्धित केही कुरा राख्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्। नमस्कार, स्वागत छ तपाईँलाई राकेश मुक्तन युट्युब च्यानलमा। हामी जन्मबारका आधारमा व्यक्तित्व र जीवनबारे 7 भागको विशेष श्रृङ्खला प्रस्तुत गरिरहेका छौँ। आजको 5औं भागमा हामी चर्चा गर्नेछौँ बिहिबार जन्मिएका व्यक्ति कस्ता हुन्छन्। बिहिबार जन्मिएका व्यक्तिहरूको स्वामी बृहस्पति हुन्। बृहस्पतिलाई ज्ञान, धर्म, नैतिकता, बुद्धिमत्ता, समृद्धि, शिक्षा र सौभाग्यको ग्रह मानिन्छ। त्यसैले बिहिबार जन्मिएका व्यक्तिमा ज्ञानप्रतिको रुचि, उदारता र नेतृत्व क्षमता बढी हुन्छ भन्ने परम्परागत विश्वास छ। बिहिबार जन्मिएका व्यक्तिहरू शान्त, परिपक्व र जिम्मेवार हुन्छन्। उनीहरू कुनै पनि निर्णय सोच विचार गरेर लिन्छन्। सत्य, न्याय र नैतिकतालाई महत्त्व दिन्छन्। उनीहरूको व्यवहारले मानिसहरूको विश्वास जित्ने क्षमता हुन्छ। बिहिबार जन्मिएका व्यक्तिहरूको सकारात्मक गुणहरूमा बुद्धिमान, इमानदार, धैर्यवान, उदार, जिम्मेवार, आध्यात्मिक सोच भएका, नेतृत्व क्षमता, प्रेरणा दिने स्वभाव, सकारात्मक दृष्टिकोण जस्ता सकारात्मक गुणहरूमा बिहिबार जन्मिएका व्यक्तिहरूमा हुने गर्छन्। यस्ता व्यक्तिहरू समाजमा सम्मान कमाउने सम्भावना बढी हुन्छ भन्ने मान्यता छ। हरेक मानिसमा केही कमजोरी हुन्छन्। बिहिबार जन्मेका व्यक्तिहरूको केही कमजोरीहरूमा धेरै विश्वास गर्ने, अरूलाई सजिलै माफ गर्ने, कहिलेकाहीँ अत्याधिक आदर्शवादी हुने, आफ्नो दुःख मनमै राख्ने, निर्णय लिन समय लगाउने। यदि उनीहरूले व्यवहारिक सोचले पनि सन्तुलन राखे भने आज राम्रो परिणाम प्राप्त गर्न सक्छन्। बृहस्पतिको प्रभाव भएका व्यक्तिहरूको लागि उपयुक्त क्षेत्रहरूमा शिक्षक, प्राध्यापक, धार्मिक गुरु, काउन्सेलर, न्यायाधीश, वकिल, लेखक, अनुसन्धानकर्ता, ब्याङ्किङ, प्रशासन, व्यवसाय, राजनीतिज्ञ, प्रेरणादायी वक्ता, ज्ञान र नेतृत्व आवश्यक पर्ने क्षेत्रमा उनीहरू सफल हुन सक्छन्। बिहिबार जन्मिएका व्यक्तिहरू मेहनत र इमान्दारीबाट धन कमाउने विश्वास गरिन्छ। उनीहरू अनावश्यक जोखिम कम लिन्छन्। दीर्घकालीन योजना बनाएर अघि बढ्न रुचाउँछन्। यसले समयमै राम्रो आर्थिक स्थिरता दिन सक्छ। बिहिबार जन्मिएका व्यक्तिहरू प्रेममा इमान्दार र विश्वासयोग्य हुन्छन्। जीवनसाथीलाई सम्मान गर्छन्। परिवारलाई धेरै महत्त्व दिन्छन्। तर कहिलेकाहीँ आफ्नो भावना खुलेर व्यक्त नगर्दा शङ्काको जालोमा पर्न सक्छ। खुल्ला संवादले सम्बन्धलाई अझ मजबुत बनाउन सक्छ। परम्परागत ज्योतिषीय मान्यता अनुसार बृहस्पतिसँग सम्बन्धित भएकाले बिहिबार जन्मिएका व्यक्तिहरूले कलेजो, पाचन प्रणाली, तौल, चिनीको मात्रा जस्तो विषयमा ध्यान दिनुपर्ने विश्वास गरिन्छ। सन्तुलित आहार, नियमित हिँडडुल र योग लाभदायक मानिन्छ।
बिहिबार जन्मिएका व्यक्तिहरूको जीवनमा सफलता बिस्तारै आउन सक्छ, तर एक पटक सही अवसर प्राप्त भएपछि उनीहरूले दीर्घकालीन सम्मान र प्रतिष्ठा कमाउन सक्छन् भन्ने ज्योतिषीय विश्वास छ। बिहिबार जन्मिएका व्यक्तिहरू यदि 3, 12, 21 वा 30 तारिकका दिन जन्मिएको छ भने बृहस्पतिको प्रभाव अझ बलियो मानिन्छ। यस्ता व्यक्तिहरूमा ज्ञान, नेतृत्व र सकारात्मक सोच बढी हुन सक्छ। बिहिबार जन्मिएका व्यक्तिहरूको शुभ रङमा पहेँलो, सुनौलो र हल्का सुन्तला कलरको हुन्छ र यसै गरी बिहिबार जन्मिएका व्यक्तिहरूको शुभ अङ्कमा 3, 12, 21 र 30 रहेको छ। यसै गरी बिहिबार जन्मिएका व्यक्तिको शुभ दिनमा बिहिबार र आइतबार रहेको छ। बिहिबार जन्मिएका व्यक्तिहरूको लागि परम्परागत रूपमा सफलताका उपायहरू गुरुजन र आमाबुबाको सम्मान गर्ने, ज्ञान हासिल गर्ने बानी विकास गर्ने, सत्य र नैतिकताको बाटो नछोड्ने, दान र सेवा गर्ने, अहङ्कारबाट टाढा रहने। यदि तपाईँ बिहिबार जन्मिनु भएको छ भने तपाईँको सबैभन्दा ठुलो शक्ति ज्ञान, धैर्य र नैतिकता हो। तर ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र त्यसको वास्तविक मूल्य देखिन्छ। जन्मबारले सम्भावना देखाउन सक्छ, तर जीवनको वास्तविक सफलता तपाईँको कर्म, अनुशासन र सही निर्णयमा निर्भर हुन्छ। यदि तपाईँ पनि बिहिबार जन्मिएको हो भने कमेन्टमा म बिहिबार जन्मिएको भनेर लेख्नुहोस्। यो भिडियोका कति कुरा तपाईँको जीवनसँग मिल्यो आफ्नो अनुभव कमेन्टमा लेख्नुहोस्। अर्को भागमा हामी शुक्रबार जन्मिएका मानिसहरूको व्यक्तित्व, वाक्य, करियर र भविष्यबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। यदि भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र राकेश मुक्तन युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।